हेलो हेलो साथीहरू नमस्ते छ्याजालो ह्याप्पी न्यु इयर अल अफ यु है। आज हामी ह्याप्पी न्यु इयर मनाउन जान लागेको साथीहरू आबटारीमा। आज हाम्रो बुद्ध मिलन तमु समाजको आज ह्याप्पी न्यु इयर मनाउन जान लागिरहेको छ साथीहरू। सबैजनालाई ह्याप्पी न्यु इयर। ल साथीहरू हामी आइपुग्यो है आबटारी। हेलो दोस्तहरू यता आइपुग्यो। अब हामी चाहिँ यतातिर जाँदैछौँ है। अब भित्र पिकनिक पार्कतिर जाँदैछौँ है साथीहरू। ल साथीहरू जान परेको अवस्था है। यहाँ आज न्यु इयर मनाउन यतातिर कोही जाँदैछन्। यतातिर उता माथिसम्मै जाम परेको छ। हेर्नुहोस् है साथीहरू, हामी पनि बल्ल बल्ल बाटो काटेर आएको। गाह्रो छ हो बाटो छिचल नै। ल आबटारीको पिकनिक स्पोट यस्तो छ है। अलि यस्तो राम्रो बनाउनु भएको रहेछ। आज एकदम राम्रो देखिरहेछ। अब माहौल एकदम निकै रमाइलो होला जस्तो छ। आजको चाहिँ ह्याप्पी न्यु इयर मनाउनलाई सब ठाउँबाट आउनुभएको छ। हामी यहाँ भर्खरै गेटबाट छिर्दैछौँ है साथीहरू। 2083 सालको सबैलाई शुभकामना। नमस्ते। ल पिकनिक स्पोटहरू ल 2-3 वर्ष अगाडि त यस्तो त थिएन। अहिले चाहिँ यस्तो राम्रो बनाएको रहेछ आबटारी पनि। ल जो कोही पनि आएर यहाँ चढेर यसरी जिपलाइन जाने यसरी उता खोला छ, खोलासम्म पुग्छ। हेलो दिदीबहिनीहरू यता हेर्नु होला है सबैजना यहाँ है। दिदी हाई हाई यता दिदी हाई यता हेर्नु न यता भिडियो खिच्दैछु कि। ल यहाँ केलाउँदै हुनुहुन्छ हाम्रो दिदीबहिनीहरू। यहाँ तयारी गर्दै हुनुहुन्छ खानाको लागि, खाजाको लागि। यता दाई हाई। ल यता यहाँ आलु यता हेर्नु त दाई हाई। ह्याप्पी न्यु इयर दाई। ल है बाजे तपाईँ पनि जिपलाइन खेल्न जानु लानु भयो क्या हो? यहाँबाट यसरी खेलिन्छ कि हेर्नु त। यहाँ उहाँहरू खेल्न लाउनु भयो नि त हो। ल हेर्नु त। ल यसरी जिपलाइन गयो है साथीहरू। ल रुखमा पुग्छ। अनि त्यसपछि अब त्यहाँ पुगेर अब त्यहाँ समात्ने हुन्छ। 1-2जना बसेको हुन्छ। अनि त्यहाँ हो त्यो रुखमा अब रोकेर अनि फेरि यता आउँछ। ल है हाम्रो यहाँ बिहानको अहिलेको खाजा खाने टाइम हुँदैछ। दिदी हाई। ल मिना हिमा दिदी यता हितमाया दिदी यता हाई। ल है खाजा खाने लाइन अब भर्खर सुरु हुँदैछ। कल्पना भुटुवाली यता हेरौँ त। भुटान ललिता भान्सावाली ह्याप्पी न्यु इयर सेम टु यु। खाजा है बिहानको खाजा खाँदै हुन्छ। लक्ष्मी एकदम हिरो नि हाम्रो यो बुद्ध मिलन तामाङ समाजको एकदम ब्युटी क्विन लक्ष्मी हेमा दिदी फोटो खिच्नलाई। ल आन्टी
यसरी मजाले पाकिरहेछ साथीहरू। ल हाम्रो यता गेम्सहरू हुन लागेछ। आज न्यु इयरमा 2 चोटि मात्रै स्न्याक्स खाइरहेछ यहाँ गाइस साथीहरूले। खाएर हामी अहिले फेरि यतातिर भ्रमण गर्दैछौँ आपटारीको पिकनिक स्पोटमा हामीले। ल यस्तो रमाइलो छ है, अहिले त धेरै नै राम्रो बनाउनु भएको रहेछ आपटारीलाई। ल है ल ल ल है ल न्यु इयर रमाइलो भयो, खाजा खाएर एकदम। भरे पनि पुलाउ र मासु भात खानै छ, अझै खानै बाँकी छ, अलिक पेट त घटाउनु पर्यो। 2 चोटि खाजा खाएर घटाउनलाई अब हामी 1.5 लिटर ठन्डा नि खाएर त्यो मात्रै हो र अझै के अरे 3टा सानो सानो जुस पनि खायौँ। अनि त्यसपछि हामी यतातिर आउँदैछौँ बाटोतिर यसो पुलाउ खानै छ, रोस्ट खानै छ। ल है यस्तो राम्रो छ। यी हाम्रो यहाँ टोको पनि यसो झुन्डाएको छ यहाँ माथि। उता स्टलमा नाचगान भइरहेछ, हामी यसो अहिले घुम्नलाई हिँडेको स्पोट भ्रमण गर्दै हिँडेछौँ है। ल ल ल ल अब आइसक्यो। दिदी कता हिँड्नु लाउनु भयो? के छ हल्का खाइपियो गरेर हो टिकटक बनाउनु हिँड्यो। ल डोकोतिर पनि राम्रो देखेछ है, यतातिर पनि के रे देशरी ओहो लाज लाग्यो बेसरी मानुङकोटैमा नाच गौलाली ओठैमा। हामी छुट्टेको होइन, स्टलतिर लाग्दैछौँ साथीहरू, आफ्नै ठाउँमा प्रस्थान गर्दैछौँ अब फेरि हामी स्टलतिर। गमा दिदी ह्याप्पी न्यु इयर। रेना दिदी ह्याप्पी न्यु इयर। दिदी ह्याप्पी न्यु इयर है, ह्याप्पी न्यु इयर। कल्पना आजको न्यु इयर कस्तो लागिरहेछ? हाम्रो सल्टिनीज्यूले भन्न लागिरहनु भएको छ। नमस्ते, मेरो नाम कल्पना गुरुङ, यस बुद्ध मिलन तमु समाजको उपाध्यक्ष। पुरै सिद्धियो। हाम्रो ललिताज्यू कोषाध्यक्ष, बुद्ध मिलन तमु समाजको कोषाध्यक्षज्यू, कस्तो लागेछ आजको हाम्रो न्यु इयर? नमस्कार, म चाहिँ श्री बुद्ध मिलन तमु समाजको हाल कोषाध्यक्ष। आज चाहिँ हामी 83 सालको नयाँ वर्षको पार्टी मनाउन यहाँ जम्मा भएका छौँ सम्पूर्ण बुद्ध मिलन तमु समाज परिवार। रमाइलो भइरहेको छ। देश तथा विदेशमा रहनुहुने सम्पूर्णलाई ह्याप्पी न्यु इयर, स्वास्थ्य दीर्घायुको शुभकामना। ह्याप्पी न्यु इयर। बुद्ध मिलन नेपाली जनसमुदायहरूलाई आन्टी के खाने रे? अब 2 फेर खाजा खायो, अब 1 फेर भात खानु
रमाइलो गर्नु छ एकछिन भने पनि पापड ब्राउनहरू यता भइरहेछ यता यता हाम्रो कुक बहिनीहरू खाँदै हुन्छ बिचरा खाजा भोक लाग्छ बहिनी ल खानु खानु बिचरा बिहान दिनबाट पकाउँदै व्यस्त ल खानु है मजाले पेट टन्न हुनु भोकै गर्ने होइन है काम टन्न गर्नुपर्छ हेप्पी न्यु इयर कस्तो भयो दिदी रमाइलो भयो आजको जस्तो खुसीको दिन कहिले नि भएन अब आउने दिनहरू यसै नै खुसीकै साथ बितोस् भन्दै सबैलाई ह्याप्पी न्यु इयर नयाँ वर्षको शुभकामना धन्यवाद खानाको अब अन्तिम बेला भइरहेको छ सबैजनाले खाएर अब भ्याइसक्न लाउनु भएको छ साथीहरू ल है हाम्रो यहाँ कोही खाएर भ्याइसक्यो कोही खाँदैछ यता ल हाम्रो सलिनी नानीले यहाँ चिसो खाँदैछ खाइदे ल खा सबै खाइदे हाम्रो बाउपट्टिहरू यहाँ खाना खाँदै हुनुहुन्छ अङ्कल सक्नुभयो खाना खाएर ह्याप्पी न्यु इयर सबै खाएर खानाको अन्तिम भइरहेछ अब एकछिन नाचगान गरेर हामी आफ्नो घरतिर लाग्नेछौँ चकमा लगाएर केरा खाँदै गरेको साथीले 0 छ कि 0 मिठो त मिठो रहेछ है केरा है अब हामी सबजना घर जान लागेको छौँ है साथीहरू सुनेन हाई बाई अब हामी घर जाने तयारीमा हुँदैछ है अब सब बाई ल दिदी हेमा दिदी बाई पवित्र बाई ल है ल हाम्रो साथीले यहाँ चुलो बोकेर हिँड्दैछ कोही कुर्सीहरू बोकेर हिँड्दैछ यता लक्ष्मी कुर्सीवाली है अब हामी घर फर्किनु लाग्यो सबले आफ्नो सामान एकदम बोकेर हिँड्दै लाउनु भएको छ यहाँ नि अब कोही म्याट बोक्न लागि छ अब यता भाडा गुडानी लानुभएको छ राति पर्न लाग्यो 6:30 हुन लाग्यो अब पिकनिक खाएर भ्याइयो अब घरतिर लाग्नु लाग्यो है साथीहरू अब अर्को साल होला अब न्यु इयर मनाउने त्यही त आज अन्तिम भइसक्यो हाम्रो गाडीहरू हिँड्न लाग्नु अब हाम्रो सामान ट्र्याक्टरमा प्याकिङ भइसक्यो हेलमेट लाएर को नाच्छ हेलमेट लाएर यहाँ भजन भइरहेको छ साथीहरू त्यही भएर मैले भजनमा नाचिदिएको क्या यसो घर जान लाग्यो त्यहाँ आरती सुरु भएर चाहिँ अनि त्यही भएर मैले यहाँ यसो नाचिदिएको कि नाच्नु ल ल उताबाट बोलाइसक्नु भयो अब जाम ढिला भयो कि क्या हो साथी जाम अब हामी नि हो लास्ट ल साथीहरू ल गयौँ है ल अब हाम्रो ल स्टक हुन लाग्यो अब घर जाने खै स्कुटर पनि जानु भन्छ त घर त के हो ल